गाइस लङ्गुल टिममा अनदर भ्लग गाइस आजको भ्लगमा चाहिँ गाइस म जाँदैछु गाइस शहीद मैदान गाइस गोल्ड कप हेर्न गाइस म र मेरो काका चाहिँ जाँदै हुन्छ गाइस अहिले गोल्ड कप हेर्न हामी दुईजना गाइस र आज गाइस नेपाल पुलिस अनि गाइस इन्डिया कसको इन्टरनेसनलवाला हो गाइस त्यही भएर गाइस हामी जाँदैछु अब गाइस अहिले चाहिँ गाइस म र मेरो अङ्कल गाइस जाँदैछु गाइस त्यहाँ गोल्ड कप हेर्न विराट गोल्ड कप आज एपिएफ भर्सेस चर्च बॉयज पहिलो गेम विनर को एपिएफ र चर्च बॉयज क्वार्टर फाइनल हो। म त पुलिसकै मान्छे भए पनि म चाहिँ चर्च बॉयजको सपोर्ट चर्च बॉयजको ये ल गाइस अब गाइस हामी स्टेडियम गएर देखाउँदैछ यिबाट स्टेडियम पुगिसक्यौँ स्टेडियम गाइस पुग्न पुगिसक्यौँ बत्ती बलिरहेछ हेर्नु गाइस हामी पुगिसक्यौँ गाइस स्टेडियम गाइस पुगिसक्यौँ गाइस अब तपाईलाई हामी गाइस स्टेडियमको भित्रको भइसक्यो स्टार्ट एटिएमै हानेको छैन एकचोटि पनि गाउँपालिकाले पनि दिँदो रहेछ पानी लिएर आउनुपर्छ भएन सहयोग गोल्डका प्रहरी प्रहरी काभ्रा ग्रुप रहेको छ सहप्रायोजकमा किङ्स भेरी रहेको छ भने एसियन टाइफुन हाम्रो गाइस फेभरेट टिम चाहिँ गाइस विनिङ भयो गाइस कस्तो लाग्यो लक्ष्ु काकाले बोलेपछि बोलो भोलिको टिम भोलिको पनि भोलि हाम्रो मछिन्द्रा क्लब र नेपाल पुलिस क्लब छ होइन विभागीय टिम भर्सेस मछिन्द्राको म यति भन्छु भोलि पुलिस दाइ आफ्नै पुलिस हो ल भोलि पुलिसकै सपोर्ट है भोलि हारे पनि जिते पनि पुलिसको सपोर्ट लिएन भने यो भिडियो दाइले हेर्नुभयो भने यसको बुवाले गाली गर्नुहुन्छ ल भोलि पुलिसकै सपोर्ट ल गाइस खतरा यो गाइस आइसले नेपालको टिम चाहिँ गाइस कुन हान्दै यो गाइस होइन यस्तो भयो ए डिभिजन ग्रुपको गेम जस्तो चाहिँ लागेन एपिएफको खेलै भएन नराम्रो खेल हो तपाईँको मलाई लाग्छ 10 चोटि पनि पार गरेन यस्तो खेलाइ जित्यो बी डिभिजनसँग ए डिभिजन खेलेको जस्तै भयो बी डिभिजन एपिएफ ए डिभिजन भनेको चर्च बॉयज भयो यस्तो मजाले खेलायो 7 नम्बर लेफ्ट विङ्स प्लेयरलाई त सल्युट छ खतरा हो उ त झन् पुरा प्लेयर भनेको यस्तो हुनुपर्छ आजको गेमको मेस्सी भन्दा त्यो भयो ल बाई बाई हामी अब हाटकोला सब्सक्राइब पनि गरिदिनु काकाले भनिरहेछ म पनि भन्छु है ल बाई